नमस्ते। कुरा गरौँ आज रासपा पार्टीको केन्द्रीय समिति यस्तो छ र एउटा छोटो मिठो टाइमलाइन पनि हेरौँ पार्टीको हिस्ट्री बुझ्नलाई र पार्टी कतातिर अघि बढ्दैछ बुझ्नलाई। 17/4/2079 पार्टी पहिलोचोटि दर्ता हुन्छ रवि लामिछानेज्यूको नेतृत्वमा नयाँ आवाज लिएर भ्रष्टाचारको अन्त्य गरौँ भनेर। र 2079 मङ्सिर 4 गते निर्वाचन पनि लड्छ। सौभाग्यकै रूपमा देशकै चौथो ठुलो पार्टी पनि बन्न पुग्छ। देशको क्रमहरू अघि बढ्दै जान्छ, पार्टीले आफ्नो कामहरू अघि सार्दै जान्छ। फागुन 23 गते 2080 ऐतिहासिक जित रवि लामिछानेले गृहमन्त्री तथा उप प्रधानमन्त्रीको पद पनि हासिल गर्छ। यो जित पार्टीलाई एकदम महत्त्वपूर्ण छ, किनभने करिब 1.5 वर्षमै यति गरिमाय पद हासिल गर्नु भनेको रासपाले राम्रो जग बसाल्दैछ देशभरि। र त्यसबाट हामीले के पाठ पनि लिनुपर्छ भने नेपाल यस्तो ठाउँ हो कि जसले जोसुकैले जहाँबाट पनि राम्रो भिजन लिएर काम गर्छु भने जनताले उसलाई रोज्छ। त्यस पछाडि धेरै कुराहरू भए जसले गर्दा अध्यक्षज्यू पनि जेल पर्नुभयो भ्रष्टाचारको आरोपमा। त्यसको छानबिन अझै चलिरहेछ र हाम्रो ऐतिहासिक चेन्जी मुभमेन्ट पनि भयो, मुभमेन्ट सफल पनि भयो र इन्टरिम गभर्मेन्ट खडा पनि भयो। इन्टरिम गभर्मेन्टले 6 महिनाको दूरीमा नयाँ निर्वाचन गर्नुपर्छ सरकार सङ्गठनको लागि भनेर घोषणा पनि गर्नुहुन्छ। त्यति बेला सबै नेपालीले अब नयाँ फेस, नयाँ पार्टी खोजिरहेको हुन्छ। रासपा पनि एउटा नयाँ पार्टीमा पर्छ। तर रासपाको समस्या के छ भने अध्यक्षज्यू अझै जेलमा हुनुहुन्छ र अन्य दागे दाग लागेको पार्टी रासपा हो। त्यो सबै चल्दा चल्दै पार्टीले एउटा राम्रो कदम के चाल्छ भने 15 मङ्सिर 2082 विवेकशील पार्टीसँग मर्ज हुन्छ। अन्य अरू पार्टीहरूसँग पनि मर्ज हुने सङ्गठन कुराहरू चलिरहेको थियो, तर केही सफल भए केही भएनन्। विवेकशील पार्टी मतको हिसाबमा धेरै ठुलो पार्टी नभए पनि एउटा सोच विचारको हिसाबमा क्लिन पोलिटिक्स राखेको पार्टी हो। त्यसले गर्दा रासपा दागे दाग भएको हुन्छ, तर विवेकशील पार्टीको एउटा क्लिन पोलिटिक्सको सम्मिश्रण हुँदाखेरि मान्छेमा अझ राम्रो एउटा सिम्बोलिजम, एउटा देशभावको पार्टी फेरि बनेर रासपाले दर्शाउनु सफल हुन्छ। फागुन 21 गते 2082 निर्वाचन जाँदा धेरै ठुलो दामेदार जित 182 सिट पनि हासिल गर्छ र आज सत्ता रासपाले चलाइरहेछ आजको सरकार। आइडियोलोजीको हिसाबमा हेर्ने भने रासपा सेन्ट्रिस्टमा पर्छ। अलिअलि लेफ्ट विङको पोलिटिक्सहरू पनि हेर्ने, अलिअलि राइट विङको पोलिटिक्स पनि हेर्ने। र तपाईँले रासपाको मन्त्रीहरू कसैको विचारहरू सुन्नुभयो भने उहाँहरूले सधैँ त्यही भन्नुहुन्छ, हामी आइडियोलोजिकली स्ट्रिक्ट होइन, देशलाई के चाहिएको छ देशको माग अनुसार हामी डेलिभर गर्ने पार्टी हो भनेर। सेन्ट्रिस्टले पनि त्यसरी नै आफूलाई प्रस्तुत गर्छ। भिजनको हिसाबमा हेर्ने हो भने 100 पोइन्ट्स प्लान प्रिपेयर गरेको छ रासपाले, तर उहाँ त्यहाँबाट मैले लिएको टप समरीहरू चाहिँ यति हो। भ्रष्टाचार अन्त्य गर्ने, त्यो हामीले देखि पनि हाल्यौँ। गृहमन्त्री घोषणा हुने बित्तिकै भोलिपल्ट नै काम धमाधम सुरु भयो। त्यो कतिको सफल भयो असफल भयो त्यो आफ्नै ठाउँमै छ, तर त्यसरी काम गर्दै हुनुहुन्छ। कन्सुलर सर्भिसेस जति पनि सरकारी कामहरू छ त्यसलाई डिजिटलाइज गर्ने। मलाई अझै याद छ, मैले लाइसेन्स निकाल्नको लागि 3 दिन 4 दिन लाइन बसेर हप्ता 2 हप्ता महिना दिनको काम हुन्थ्यो। एक दिन ट्रायल भन, एक दिन लिखित भन, एक दिन हेल्थ भन, त्यो सबै कामलाई हामीले डिजिटलाइज गर्दै गयो भने चाहिँ काम, सरकारी काम चाँडोभन्दा चाँडो हुन्छ। जब सरकारी काम चाँडो हुन्छ तब मात्रै विकासको रफ्तार बढ्छ। सरकारी काम चाहिँ ढिलो अनि विकास चाहिँ छिटो, त्यस्तो कहिले पनि हुँदैन र उहाँहरूले पनि त्यही प्रस्तुत गर्नु खोज्दै हुनुहुन्छ। देशको आवश्यकता क्षेत्रहरूमा बाटो, स्वास्थ्य, कम्युनिकेसन सबैमा उहाँहरूले परिवर्तन ल्याउने भनेर योजनाहरू राख्नु भएको छ। एनआरएन्सहरूलाई भोटिङ राइट्स दिने, यो एकदमै महत्त्वपूर्ण छ। करिब 1 करोड नेपालीहरू बाहिर हुनुहुन्छ होला, र त्यो भोटिङ पुल, त्यो एक्सेस, त्यो नलेज लिन एकदमै इम्पोर्टेन्ट छ। किनभने नेपालमा आएर कसले इन्भेस्ट गर्छ, एनआरएन्सहरूले नै गर्नुहुन्छ। र उहाँहरूको माग हामीले सुन्यौँ भने आउँदो चुनावहरू धेरै फरक हुनसक्छ। किनभने उहाँहरूले नेपाल मात्रै नहेरिकन विदेशी शैली, विदेशी ढाँचा, विदेशी राजनीति पनि बुझेको हुन्छ र त्यो स्किल्सहरू सबै नेपालमा ल्याउनुको लागि त्यो भोटिङ एक्सेस चाहिँ उहाँलाई दिनुपर्छ। संस्कृतिको विकास गर्नुपर्छ। हाम्रो देश चिनेको छ नि संस्कृतिले, त्यसरी नै सधैँ हामीले आफ्नो देशलाई संस्कृतिको हिसाबमा धनी
बनाउनुपर्छ भनेर उहाँहरूले प्रस्तुत गर्नुहुन्छ। निड्स बेस्ड एजुकेसन र म लगायत अब हजुर अन्य भिडियो जसले हेर्दै हुनुहुन्छ, हजुरहरूलाई एउटा प्रश्न, हजुरहरूले 10 कक्षा पास गर्नुभयो, +2 पास गर्नुभयो, कति पढ्नुभयो होइन, आजको सन्दर्भमा तपाईँले कति पर्सेन्ट चाहिँ तपाईँले एक्चुअली युटिलाइज गर्नुहुन्छ त्यति बेला सिकेको? मैले यसो विचार गर्दा लेस देन 5% युटिलाइज गर्छु होला आजको समयमा। त्यो लगायत मेरो अन्य साथीहरूले पनि त्यही भन्छन्। आउँदो युवाहरूलाई चाहिँ हामीले निड्स बेस्ड एजुकेसन दियो भने उहाँहरूलाई आफ्नो भविष्यमा आफ्नो बाटो खोल्नलाई धेरै समस्या हुँदैन। प्राय मेरो समयमा हामी सबैजना कन्फ्युज हुन्थ्यो क्या, आफू के गर्ने भनेर। अनि अर्कोलाई हेऱ्यो, फलानालाई हेऱ्यो, यसले यो गर्यो भनेर उसलाई पछ्यायो। त्यो भनेको निड्स बेस्ड एजुकेसन नभएको कारणले त्यस्तो भएको। तर आउँदो युवाहरू त्यस्तो भयो भने हाम्रो आउँदो युवाहरूलाई धेरै सजिलो हुन्छ र उहाँहरूले आफ्नो बाटो पनि आफ्नो उज्जवल भविष्यको लागि बनाउन सक्नुहुन्छ। मोरल लिडरसिपको हिसाबमा उहाँहरूले आफूलाई प्रस्तुत गर्न चाहनुहुन्छ र गर्नु पनि भएको छ। करिब करिब महिना दिनमै 2वटा मन्त्री पद नै खाली भयो र पार्टीले आफूलाई त्यसरी दर्शाउन खोजेको छ र हाम्रो देशलाई त्यो अकाउन्टेबिलिटी लिडरसिप पनि चाहिएको छ। र यति भन्दै राजसभाको मैले आलोचना यतिमै टुङ्ग्याउँछु। उहाँहरूको म्यानिफेस्टो तथा समरीहरू पनि तल रेफरेन्स सेक्सनमा राखिदिन्छु। कस्तो लाग्छ हजुरहरूलाई? लाइक, कमेन्ट, सेयर गरिदिनु होला। धन्यवाद।